र आज हामी दसैँको 6औं दिन सबैजना सपरिवार मिलेर बागलुङ कालिकाको दर्शन गर्न गइरहेका छौँ। सबै परिवार समग्रमा अझै भित्र आउन बाँकी एउटा म पनि छु ब्याक क्यामेरा सबैजना हिमाल देखिरहेको छ, गाडी रेडी छ, हामी चाहिँ अब भेट्नेछौँ बाटोमा। We are going now. This is our car. Now we are moving, starting our journey to Bagalung Kalika. Journey to you you are anyway. Journey. भन्नु धेरै आउँदैन। कस्तो कोट्याङ होला छ ओए खस केही भन्न बागमाराबाट हामी हिँड्यो कसरी गाह्रो बज्नुलाई हामी अहिले एक ठाउँमा भ्यू रोक्न हेर्दैछौँ। हामी अहिले आयौँ कास्की अन्नपूर्ण रुरल म्युनिसिपालिटी। त्यहाँबाट गाडीहरू आउँछ, हामी चाहिँ यहाँ सबै ठ्याक्क लगाएर फेवातालको हामी चाहिँ अहिले 360 उता हैन मन्दिरमा चाहियो हैन, मन्दिर बागलुङ कालिका मन्दिर एकछिनमा जाने चाहिँ मन्दिरमा जान्छ। माथि हो भगवान मन्दिर दर्शन गर्न जाने अनि त्यहाँ टावर मन्दिर जाने बाटो है। त्यहाँ ठ्याक्क हो मन्दिर जान बाटो। त्यहाँ गाडीको पार्किङ टु मच भिड आज त। यस्तो भेट्छ तिम्रो खै म त आएन आएर विश्व अङ्कल हुनेला आए त्यति बेला चाहिँ त खै थाहै पाइएन, यादै हैन। त्यही यताउता गरेको त याद छ। यहाँ गीत गाउन मन लाग्छ कि मलाई चुराइदेऊ दिलको मानि किरी तपाईँको यो तपाईँहरू यहाँ आउनु खोज्नुहुन्छ भने चाहिँ अहिले सकेसम्म बिहान 4 बजे आउनु होला। दिउँसोतिर आउनु भयो भने लामो लाइन हुन्छ। लामो लाइन पनि मान्छेहरू सिङ्गल बस्दैन, सबैको 5-6वटा ब्रान्च हुन्छ। त्यही भएर गाह्रो पर्छ है। हजुरहरूलाई एकदम मेरो कृपया अनुरोध गर्छु मैले यो। अनि केटी मान्छेहरू आउनु भएको छ भने चाहिँ थोत्रो चप्पलहरू आउनु होला। राम्रो चप्पल आउनु भएको छ भने कोही हजुरसँग कोही केटा मान्छे आउनु भएको छ भने उहाँको जुत्ता मुनि लुकाउनु होला। धन्यवाद। नयाँ नौलो केही छैन, एकदम धेरै गर्मी छ, फ्यान लिएर आउनु होला।
हैन खाली पेट मोमो नखाऊ अब के खाली हो र के खाली यस्तो भन्दा भन्दा कहिले हो र पेट भर्ने खाली पेट चिया नखाऊ खाली पेट मोमो न म भन्छु अहिले म भन्छु म भन्छु खाना खाएर आयौँ अनि सरी दर्शन गरेर आयौँ नमस्ते हामी चाहिँ दर्शन गरेर आएको अब चाहिँ हामी खाना खान्छौँ अनि कहाँ जान्छौँ हामी पोखरा बागलुङ कालिकाको एकदम राम्रो नमस्कार सम्पूर्णमा यो किनेका यो चाहिँ हाम्रो पर्टिन्छ ल ठिक छ अब भोक लाग्छ छिटो खाना के खाने त खाना अनि अब यही गाडीमा चढ्नु के खाने खाना खाना के खाने पाँच च्याङ्ग्रा लाने यो छ्या मन्दिरबाट आएर मासु खाने खाने मासु नै खाने We are heading to our location. अब त हाते पनि खाले अब हुन्थ्यो अस्ति दर्शन कस्तो लाग्यो एकदम राम्रो रमाइलो मजा हजुरलाई कस्तो लाग्यो गर्मी भयो हजुरलाई कस्तो लाग्यो सबै रमाइलो रमाइलो उनीहरूको भइसक्यो मलाई पनि रमाइलो लाग्यो त अब हामी खाना लिएर आसिदेखि भेट जुन्छौँ तिमीहरू पहिला एकैवटा मेनु हेर्नु म मोमो र स्लाइस के खान्छौ खाना खाने चाहिँ ल यस्तै छैन न अनि अब फेरि यस्तो गर्ने अर्डर नै गरौँ
यस हजुरले फोन पर्छ गोल्डन ब्रिज अफ नेपाल म पनि जान्छु भिडियो बनाउन मन यो लाग्यो नेपालको सबभन्दा लामो पुल नेपालको कहाँको सबभन्दा लामो पुल लेट्स गो यहाँ चाहिँ 360 चालु हुँदैछ गाडी साइड लाइन चाहिँ एकछिन हामी जान्छौँ गोल्डन ब्रिज अफ नेपाल हजुरलाई कस्तो लागिरहेको छ नेपाल डर लागिरहेछ Why? निन्दा लागिरहेछ बिकज इट इज भेरी गुड त्यो खोला चाहिँ कालो छ यो मान्छे चाहिँ काम नलाग्ने मान्छे एक्लै छोडेर रातो चस्मा लाएर हिँड्ने मान्छेहरू चाहिँ अनि यहाँ चाहिँ हाम्रो चाहिँ यो चाहिँ प्रिय बाबा हुन् यो मान्छेको चाहिँ चप्पल चिप्लेर यसो चप्पल यसरी बोकेर हिँडेको छु मेरो चप्पल चाहिँ यहीँनिर छ छैन छुट्टेको यो चाहिँ उसको सूचना पनि हातमा धरेर बोकेछ पारि अनि यो अगाडिको यो काले मान्छे चाहिँ यो मान्छे चाहिँ हाम्रो क्यामेराम्यान हुन् अनि क्यामेराम्यान भइकन पनि हाम्रो मेरो पर्सनल स्टफ होल्डर पनि हुन् किनभने यिनको पकेट ठुलो छ अनि यिनी चाहिँ हाम्रो आन्टी हुन् जो चाहिँ घर जाम भनेको भने गर्नुहुन्छ अनि यो मान्छे चाहिँ लुरी है हावाले उडा पनि काप्छ पुग्छ अनि यो तलतिर चाहिँ मान्छेहरू बस्छन् बाढी आयो भने खोला सबैले बगाउँछ यो द क्लिफ अनि गोल्डन ब्रिज पुगेर घर फर्किँदैछौँ हामी यत्रो जानु यता कता इन्द्रेणी देखिया छ ओ देखियो इन्द्रेणी देखिया छ राम्रो स्मरणीय भ्यूको साथ सबै सुतेको अवस्था अहिले एमजीको पुल तरेर आयौँ अहिले चाहिँ च्याङ्ग्राको मूल्य सोध्न यताउता सोध्न जाँदाखेरि बाहिर च्याङ्ग्रा छन् के छन् च्याङ्ग्रा छन् च्याङ्ग्राको
हिँड्न सक्नु पर्छ यो हामी त के जानु छाड्नसँग गऱ्यो उता त्यो सुत्यो भने यो कहाँको नि भाइ हजुर यो उहाँको डोल्पा पनि यहाँ डोल्पा धोरपाटनको हुन्छ लाने मिलिहाल्छ च्यापा भन्ने त होइन च्यापा हुन्छ त्यस्तो होइन त्यो के कस्तो भन्नु हो तपाईँले ठुलो हुन्छ होइन सानो छैन ठुलो बनाउनु सानो भनेको के होइन सानो सिकाएन यिनीहरूको कति छ त प्राइस लाने नै भने मिलिहाल्छ प्राइसको त पहिला लाने जुन चाहिँ कुन हो फिक्स गर्नु पऱ्यो प्राइस लाने प्राइस चाहिँ मिलिहाल्छ तल कुन लाने भने वेट गर्नु न यो र योमा वेट गर्नु न अब आफूले त छान्दाखेरि वेट गर्दाखेरि अलिक गरमको देखिहाल्छ त होइन अब यो सानो छ अब यो सानो छ यसलाई ठुलोको रेट भन्ने कुरा चाहिँ भएन नि है एउटा यो पनि वेट गर्नु हाम्रो गाडीमा हाल्न लाउने हजुर मिल्छ बनाउन सकिन्छ बनाउने उमा आनन्दहरूले बनाइदिन्छन् के बनाउन त उमा बनाइहाल्छ कोठी छ नि हजुर त्यो पनि राम्रो छ त्यो पनि राम्रो छ त्यही त राम्रो खसी त देखिहाल्छ राम्रो त देखिहाल्छ तपाईँलाई यो नानो यो राम्रो हुने कुरा भएन हामीले है हो कि नि त त्यो हो कि ल यसलाई उयो गर्नु न यसलाई राम्रो हुने कुरा भएन हामीले अब त्यो हुन्छ नि एउटा हो कि सिस्टम हुन्छ नि यो सब च्याङ्ग्राको मात्रै स्टुडेन्ट अब भोलि चाहिँ काट्ने ठाउँ यताउता ठिक्क पारेर च्याङ्ग्रा लिन आउने अनि घर लर ड्याङडुङ भुटान खाने च्याङ्ग्रा मात्र झन् दसैँ सुरु भयो नेपालमा च्याङ्ग्रै मात्र दसैँ आयो दसैँ त्यो डोल्पाको यो मुस्ताङको हो त्यो भन्दा यो अलि अझै राम्रो हामी चाहिँ आयौँ हाम्रो वासस्थानमा वासस्थानमा आइपुगेका छौँ हामी ल आज अब पख्नुहोस् आजको यात्रा कस्तो भयो आजको यात्रा क्या रमाइलो भयो मेरा कुटुरा हेर हामी मिचु भयौँ है मिचु भयौँ आजदेखि हाम्रो एउटा कुरा नि मिल्यो अब झर्ने अनि मोमो पकाउने मोमो ल पैसाको कुरो नि भयो यहाँ अब चाहिँ मेरो काम भनेको यो सबैलाई एडिट गर्ने अनि अपलोड गर्ने त्यति हो आज दिनभरि के गर्नु घर यता आजको यात्रा एकदम रमाइलो भयो खाना मात्रै खाइयो त सबैले रमाइलो भयो अब 1-1.5 घन्टा बसेर यसलाई एडिट गर्छु यताउता गर्छु अनि काम सकियो बाई बाई गाडी यहाँ हाउला भनेर